यस कार्यक्रमको प्रमुख अतिथिको आसन गरिदिनु हुन श्री हरिशरण राजोपाध्याय जुन चाहिँ संस्कृतिविद हुनुहुन्छ, उहाँलाई म आसन प्रमुख अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु र हामी सबैले ताली बजाएर उहाँलाई स्वागत गरौँ। साथसाथै उहाँलाई पनि खादाले सम्मान गरिदिनु होला। हस्, धेरै धेरै धन्यवाद। अब म आसन क्रमलाई अगाडि बढाउँ। अब विशिष्ट अतिथिहरू हुनुहुन्छ हाम्रो पूर्व मन्त्री तथा प्रदेश सभासद माननीय श्री रामेश्वर श्रेष्ठज्यूलाई पनि विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन आग्रह गर्छु। उहाँलाई पनि खादाले स्वागत गरौँ। हस्, धेरै धेरै धन्यवाद। फेरि हामी आसन ग्रहणकै क्रमलाई अगाडि बढाउँ। अब आसन ग्रहणको क्रममा चन्द्रगिरी नगरपालिकाका प्रमुख श्री घनश्याम गिरीज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। हस्, धेरै धेरै धन्यवाद। हुन्छ, हामी आसन ग्रहण क्रमलाई नै अगाडि बढाउँ। अब आसन ग्रहणलाई अगाडि बढाउने क्रममा म डाक्टर निर्मला पोखरेलज्यूलाई आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्छु। उहाँ चाहिँ हाम्रो संस्कृतिविद हुनुहुन्छ। सबैले ताली बजाएर स्वागत गर्नु। त्यसै गरी हाम्रो श्री सञ्जीव शाहज्यू इन्जिनियर हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गरेँ मैले। र हाम्रो यस कार्यक्रमको आयोजक श्री मोहनबहादुर श्रेष्ठज्यूलाई पनि आसन ग्रहण गरिदिनु। त्यसै गरी हाम्रो यो पब्लिकेसनमा सहयोग गर्नुहुने श्री सुरेन्द्रबहादुर श्रेष्ठज्यूलाई पनि मैले आसन ग्रहण गर्नलाई आग्रह गरेँ। हस्, धेरै धेरै धन्यवाद। र अन्तमा यहाँ हलमा उपस्थित हुने सम्पूर्ण महानुभावहरूलाई पनि यथास्थानमा नै आसन ग्रहणको लागि मैले अनुरोध गरेँ। अब यो आसन ग्रहण क्रम चाहिँ चलि नै रहन्छ होला। हाम्रो महानुभावहरू अझै पनि आउने क्रम जारी छ। उहाँहरू जस्तै आउनुहुन्छ, हामीले उहाँहरूलाई चाहिँ आसन ग्रहण गर्ने क्रम चाहिँ अगाडि बढाउन।